हाई एभ्रिवान र आज चाहिँ म चाहिँ 3x स्पाइसी नुडल्स बनाउँदैछु है। अनि सधैँ चाहिँ हामी 2x स्पाइसी नुडल्स खान्थ्यौँ है, र आज चाहिँ 3x स्पाइसी नुडल्स खानु आँटेको छौँ है। अनि 2x पनि हामीलाई चाहिँ एकदमै बेसी स्पाइसी लाग्छ, र यो 3x लिएको छ आज चाहिँ मेरो हस्बेन्डले। कस्तो के हुन्छ है हेरौँ अब। तर मलाई चाहिँ स्पाइसी चाहिँ अलिक कम्ती नै खानु मन हुन्छ है। तर मेरो बुढाले चाहिँ अब एकदमै स्पाइसी एकदम पुरा हालेर खाने भन्दैछ। हेरौँ के हुन्छ गाइस। अनि तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला, लाइक शेयर। यहाँनिर चाहिँ म अहिले चाहिँ बोइल गर्दैछु नुडल्स। अनि मैले चाहिँ किन चाहिँ भोइस रेकर्ड गर्दैछु भन्दाखेरि चाहिँ मैले अलरेडी रेकर्ड गरिसकेको थियो है। तर यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो जुन चाहिँ मेसिन यहाँनिर वासिङ मेसिनको अलिकति आवाज आएकोले गर्दा, डिस्टर्ब भएकोले गर्दाखेरि चाहिँ मैले फेरि भोइस रेकर्ड गर्दैछु गाइस है। अनि हाम्रो नुडल्स चाहिँ यहाँनिर भइसकिसकेको छ, र हामी दुईजनाले चाहिँ आज चाहिँ नुडल्स प्लस एग है मजाले खानेछौँ। आजको हाम्रो लन्च हेर्दा चाहिँ एकदमै अहिलेदेखि नै मुखमा पानी आइसकिसक्यो है। अन्त मैले अब यहाँनिर मसला लगाउँदैछु है यसको। अनि यसको यो जुन चाहिँ पिरोवाला छ है, त्यो चाहिँ मैले दुईटा नलगाएर चाहिँ मैले चाहिँ एउटा मात्रै लाउन आँटेको छु। एउटा चाहिँ पुरा लाउन आँटेको छु है, किन भन्दाखेरि यो 3x हो, एकदमै बेसी स्पाइसी हुन्छ। त्यही कारण मैले एउटा मात्रै लगाउँदैछु गाइस। तपाईहरुले सोच्नुहुन्छ होला फेरि दुईटा नुडल्स बनाएर एउटा मात्रै हाल्यो भनेर। एउटा नै एकदमै इनफ हुन्छ हामीलाई चाहिँ, किन भन्दा हामी त्यति बेसी स्पाइसी खाँदैनौँ। वाउ, मेरो मुखमा पानी आइसकिसक्यो। देखेरै पानी आयो। सो गाइस अब चाहिँ हामी यो पिरोवाला नुडल्स चाहिँ खानेवाला छौँ। अनि म चाहिँ यहाँ ट्राई पनि गर्नु आँटेको छु, फर्स्ट ट्राई एकदमै। तपाईहरुले मेरो फेस एक्सप्रेसन देखेर नै चाल पाइसक्नु भयो होला कतिको स्पाइसी छ भनेर। यो चाहिँ दुईटा प्याकेटको स्पाइसी त्यो पिरोवाला उयो नहालेको चाहिँ राम्रै भएछ, एउटाले नै हामीलाई एकदम इनफ हुन्छ है। सो अब हामी चाहिँ खाँदैछौँ हस्बेन्ड वाइफ मिलेर। एकदमै पिरो। अब यसको के अरे एक्सपिरियन्स चाहिँ यो खाइसकेर भोलि चाहिँ हामी यसको एक्सपिरियन्स तपाईहरुसँग सेयर गर्नेछौँ। 3 स्पाइसी नुडल्स खाएर चाहिँ कस्तो हालत भयो हाम्रो भनेर।